मध्यमको हो या चाहे कोही पश्चिमको हो या चाहे कोही पूर्वको हो, भौगोलिक अनुसार हामी आफ्नो ठाउँमा छौँ र हाम्रो भाषाहरू पनि अलिकति फरक फरक छ। तर हामीले जुन गर्ने जुन मनाउने चाडपर्व र सबै लगभग एकै किसिमको छ होइन। त्यसैले अब म सबै ठाउँको भाषा अब खासमा मैले आफ्नो थारू भाषा बोल्नुपर्ने, थारू भाषा नबोलिकन सबैले अब पूर्व पश्चिम र मध्यमको फरक फरक भाषा भएको कारणले म नेपालीमै अब बोलिरहेको छु र यसैलाई यसरी तर यही क्रममा अब अगाडि बढाउँदै म यस 2078 सालको होइन जितिया पावनको अब पुनीत अवसरमा आज हामी सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा म यो जितिया 2078 को सम्पूर्णमा अब हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु र हरेक ठाउँबाट यसरी हजुरहरू जुट्नु भएको छ, त्यसको लागि पुनः तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र आजको हाम्रो यस अब माहौल यसरी जुटेको छ र धेरै दिनपछि जुन अब यो देश युएको अब युए लगायत अब विश्वभरि नै छरिएर यो विश्वमै तहल्का मचाएको यो कोभिड अलिकति अब यहाँको नियमलाई अब उल्लङ्घन पनि नगरौँ यो पनि भन्न चाहन्छु। साथै अब जुन अब हामी आज यो जमघटमा जुडेका छौँ होइन, यो यसै पनि अब कम्प्लिट त भएको छैन। तपाईँहरूकै अब साथ सहयोगबाट नै भएको छ र अब साथीहरू पनि त्यसको जुन अब यो आजको जुन बजेट र कन्ट्रिब्युसनको लागि अब साथीहरू लागि पर्नु भएको छ त्यो आफ्नो ठाउँमा छ र लगत्तै म धेरै अब यो यी शब्दहरूलाई अब धेरै अब मतलब भूमिका नभादी म अलिकति यो आज जितिया प्रोग्रामको विशेष त डन्डकट कार्यक्रमको लागि हाम्रो अब डाइरेक्ट म हाम्रो अध्यक्षज्यूलाई नै यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु र उहाँबाट दुई चार शब्द भनिदिन आग्रह पनि गर्दछु। धन्यवाद। हाम्रो थाका सेवेको महासचिव खेम सर, हाम्रो सबै साथीहरू उपस्थित सम्पूर्ण साथीहरू, सल्लाहकार, थाकसका पदाधिकारीज्यूहरू र सम्पूर्ण पूर्वदेखि पश्चिमसम्मबाट पाल्नुहुने सम्पूर्ण हाम्रो थाकसा युएको सदस्यज्यूहरू, आजको यस विशेष माहौलमा तपाईँहरू पालिदिनु भयो, आफ्नो आफ्नो समय जुराइदिनु भयो, त्यसको लागि म व्यक्तिगत र थाकसा युएको तर्फबाट हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै अवसरमा यो विशेष जितिया 2078 को पुनीत अवसरमा विशेष त हाम्रो यो चेलीबेटीहरूको डटकट प्रोग्राम भनेर हामी आयोजना गरेका छौँ। तैपनि आज हाम्रो चेलीबेटीहरू जति सक्दो आइदिनु भयो, उहाँहरूलाई विशेष धन्यवाद। र चेलीबेटीको मात्रै नभएर हाम्रो भनौँ न अब के भन्ने चेलीबेटी त हामी भन्यौँ, तर हाम्रो उपस्थिति चाहिँ चेलीबेटी भन्दा पनि हाम्रो जेन्ट्सको धेरै छ। तैपनि यसमा चेलीबेटी मात्रै व्रत बस्नु पर्छ भन्ने छैन। यो चाडपर्व, यो चाड भनेको अब जेन्ट्सले लेडिजको लागि, लेडिजले जेन्ट्सको लागि बस्दा पनि हुने चाड भएको हुनाले जसले मनाउँदा पनि हुन्छ र रमाइलो गर्नलाई चेलीबेटीहरू मात्रै हुनुपर्छ भन्ने छैन। तपाईँहरू सम्पूर्ण उपस्थिति भइदिनु भयो र यो माहौल क्रिएट भएको छ, आजको यो विशेष माहौल क्रिएट भएको छ, धेरै एउटा ऐतिहासिक माहौल क्रिएट भएको छ। म व्यक्तिगत तर्फबाट धेरै धेरै खुसी छु र हजुरहरू सबै पनि म जस्तै अनुभव गर्दै हुनुहुन्छ जस्तो लागिरहेको छ। आशा छ आउँदो दिनहरूमा हामी यसरी नै जितिया मात्रै नभएर हाम्रो माघी अन्य पर्वहरूमा कुनै पनि हाम्रो इन्भाइटेसन आयो भने यसरी नै स्वीकार दिनुहुनेछ र यसरी नै उपस्थिति जनाइदिनुहुनेछ भनेर, यसरी नै सहयोग गर्नुहुनेछ भनेर मेरो पुरा आशा रहनेछ आउँदो दिनहरूमा पनि। र हाम्रो अब जितिया भन्ने बित्तिकै हाम्रो अब विशेष चेलीबेटीहरूकै नाम आउँछ र हामी अब बिस्तारै उपस्थिति हाम्रो लेट भए पनि
अब डटकट प्रोग्राम डटकट भन्ने बित्तिकै सायद हामी सबैलाई थाहा नहोला। अब नेपाली भाषामा भन्नुपर्दाखेरि जुन दर खाने चलन हुन्छ एउटा तिजमा, जितिया भनेको हाम्रो थारू समुदायमा एउटा थारूहरूको तिज सरह नै मनाइने गर्छ र त्यसको लागि हामी विशेष यो डटकट प्रोग्राम राखेको हुनाले अब हाम्रो यो डटकट प्रोग्राम पनि चाँडै नै सुरु हुन गइरहेको छ र तपाईँहरू जति पनि छरेर बस्नुभएको छ वरिपरि जहाँ हुनुहुन्छ सबै अब यो माहौललाई अझै मूर्त रूप पार्नलाई हाम्रो एकत्रित भएर यो प्रोग्रामलाई अब हामी सुरु गर्न जाँदैछौँ। फेरि पनि तपाईँहरूको उपस्थिति यो गरिमामय पल एउटा ऐतिहासिक माहौल जसरी बनेको छ एकदम उत्साहित छ भन्दै म यो बाइक हाम्रो महासचिव श्री खेम सरलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। के गरे त्यो अब एउटा औपचारिक रूपले अब कार्यक्रम अगाडि बढाउन सकिएन, त्यसको लागि फेरि पनि सरी। र हाम्रो आजको यस प्रोग्रामलाई अलिकति भन्दा नि अब धेरै न धेरै अब कोअर्डिनेट गरेर यो ठाउँमा पुर्याइदिने हाम्रो अब उपाध्यक्ष अब श्री भगत भागीरथ कुमार भगत उहाँ हुनुहुन्छ र उहाँलाई 2 शब्द राखिदिनु हुनको लागि अनुरोध गर्दछु। कृपया यहाँ आएर आजको यो माहौल, आजको यो प्रोग्राम र यो यसबारे तपाईँको 2 शब्द राखिदिएपछि हामी पनि आभारी हुने थियौँ। धन्यवाद। धन्यवाद खेम सर, धन्यवाद खेम सर। सबभन्दा सुरुमा त ह्याप्पी जितिया सबैलाई। जो आउनुभएको छ सबैलाई वेलकम। अनि हामी गाउँघरमा जितिया धेरै मनाउँछौँ होइन, सबैले थाहै छ। तर हामी विदेशमा होइन यसरी जितिया मनाएको त होइन लगभग सायदै कतै होला मलाई जहाँसम्म लाग्छ होइन। र पनि हामी अलिअलि होइन त्यो कन्ट्रिब्युट गरेर होस् या मिलेमत गरेर होस् होइन हामी मनाइरहेछौँ। त्यो चाहिँ धेरै राम्रो कुरो हो होइन। अनि म हजुरहरूलाई एउटा कुरो होइन भन्न चाहन्छु। अब जतिजना होइन कन्ट्रिब्युट गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। जतिजना कन्ट्रिब्युट गर्नु भएको छैन उपस्थित जनाए पनि हाम्रो लागि एकदम ठुलो कुरो हो, उहाँहरूलाई झन् विशेष धन्यवाद। अझ कोही कन्ट्रिब्युट गर्न चाहन्छु भने होइन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद है। तुलसी प्रसाद महतोज्यूलाई आफ्नो 2 शब्द राखिदिनु हुन अनुरोध गर्दछु, किनकि आज जितिया र डटकट विशेष हामी यो नाचगान र खानपिनकै अब माहौल हुनेछ र यसको अब जुन श्रेय र कार्यभार सम्हाल्नु भएको हाम्रो सांस्कृतिक विभाग प्रमुख तुलसी प्रसाद महतोज्यूलाई अगाडि आएर आफ्नो 2 शब्द राखिदिनु हुन अनुरोध गर्छु प्लिज। धन्यवाद। हाम्रो यस थारू समाजको प्रवक्ता जो हाम्रो खेमजीलाई सर्वप्रथम त हामी थारू जातिको महान चाड यो जितियाको शुभ अवसरमा सबैलाई शुभकामना भन्न चाहन्छु। अब जितियाको बारेमा भन्नुपर्दाखेरि अब मभन्दा पनि पहिलाको साथीहरूले यहाँ चाहिँ सबैले भनिसक्नु भएको छ। मलाई त्यस्तो लाग्दैन कि अब म पनि भन्नुपर्छ भनेर। यति भन्दैमा यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। थारू समाजक पहलमा आज जितिया विशेष कार्यक्रम बढै हो। कति मरे यहाँ लभ लेक कति कहीं रहेछ मरे डोल ठौरी बढे पुरा पार्क बढे
खुला आकाशबाट तर्कन देखाला त्यही होला त मरे डौल एउटा सौहार्दपूर्ण वातावरणमा मरे डौसे कार्यक्रम बड़े हकेक मने यी अपने खानपिन में चले बड़े मने पिना पाछा कस्नु कतै धान था बड़े खानपिन दही डौले बड़े यी हके थारू समाज यो एक जितिया विशेष हाम्रो यस यो आज कार्यक्रम सफल बनाउनको लागि हाम्रो यसमा सबभन्दा हाम्रो भनिरथ सरजी हुनुहुन्छ उहाँले एकदम धेरैभन्दा धेरै उहाँको कोसिसले गर्दाखेरि आज यो हाम्रो कार्यक्रम यसरी नमस्ते सम्पूर्णमा र रात्रिकालीन अभिवादन। धेरै दिन पश्चात र धेरै मेहनत पश्चात आज हामी जितियाको डटकट प्रोग्रामको लागि यो अलकुद्रा लेकमा जुटेका छौँ र सम्पूर्ण हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीका सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनीहरू आइपुग्नु भएको छ। यसै क्रममा अब हामी लेट नाइट भए पनि हाम्रो खानपिनको कार्यक्रम सुरु भएको छ। तसर्थ अब यस लगत्तै हामी अब आफ्नो नाचगान र अब जुन एउटा जितियाको डटकटमा हुनुपर्ने गुण र छड र विशेषता त्यसमा चाहिँ अगाडि बढ्नेछौँ। र अहिले यो सानो भिडियो क्लिप्स बनाउने क्रममा तपाईँहरूले देख्नु भएको छ हाम्रो साथीहरू यसरी अब म्यानेज गरेर हामीले चाहिँ अब खाना खुवाइरहेका छौँ र हामी पनि खाना बाँकी छ र खाने नै छौँ। र कसैले भेज कसैले नन भेज कसैले अब लिकरमा कसैले अब सफ्ट र कसैले हार्ड र कसैले अब बेभरेज यस्तै अब भइरहेको छ। सानो क्लिप्स बनाउँदै अहिले यो सङ्घाल्नेछु र अहिले अब रातको समयमा रातको अब लगभग अहिले 2 बजिसकेको छ। त्यही पनि हामी एकदमै फुर्ती र स्फूर्ति तन्दुरुस्तका साथमा लागि परेका छौँ। यति भन्दै अब यो सानो क्लिप गर्छु, पुनः यसलाई कन्टिन्यू गर्नेछु। हस्, थ्याङ्क यू। आजको यो जितिया विशेष डटकट कार्यक्रममा हामी सम्पूर्ण यसरी नै जुटिरहेछौँ र अगाडिपट्टि मैले सानो क्लिप्स लिने क्रममा यो देखिरहनु भएको छ होइन। हाम्रो साथीहरू अब घरमा भने जस्तै अब गाउँमा अब या आफ्नो अब प्यारेन्ट्सले बनाए जस्तै अब खानेकुरा परिकारहरू खान नपाए पनि अब त्यसको नामले अलिअलि भए पनि हामी एउटा सेलिब्रेसनमा लागि परेका छौँ। र हाम्रो भाइहरू र अब जति पनि अब सहयोग गर्ने अब साथीहरू जुटिरहनु भएको छ। विशेष हाम्रो यहाँ अब हाम्रो साथी हुनुहुन्छ हाम्रो थारू क्लान कानी सभा युएको अब सांस्कृतिक विभाग प्रमुख हाम्रो तुलसी सर हुनुहुन्छ र हाम्रो गेस्टको रूपमा अब रुक्सना बहिनी प्लस अब उहाँ आउनु भएको छ। धेरै खुसी लाग्यो है। यसै क्रममा अलिकति 2 शब्द बोलिदिनु न आग्रह गर्दछु हजुरलाई। नमस्कार, धन्यवाद हाम्रो चाहिँ यस संस्थाको प्रवक्ता हाम्रो खेमजीलाई। अब सर्वप्रथम त अब हामी थारू जातिको महान चाड जितियाको शुभ अवसरमा सबैलाई धेरै शुभकामना भन्न चाहन्छु। र आज यो प्रदेशमा आएर पनि यसरी चाहिँ मेचीदेखि महाकालीसम्मको साथीभाइसँग यसरी भेटघाट भएर ग्यादरिङ भएर यसरी खाना पाउँदा मस्त तू चीज बड़ी है मस्त, तू चीज बड़ी है मस्त मस्त, तू चीज बड़ी है मस्त। जगह बनी जगह
मस्त मस्त तू चीज बड़ी है मस्त मस्त तू चीज बड़ी है मस्त तू चीज बड़ी मेरो दैया आज है भैया जय मेरो दैया आज है भैया जय मेरा दैया। अच्छा लो आज के लिए काफी है।
साढ़े तक के बैठ गए पर अपनी पार्टी जारी है पंगा तो कोई शुरू करे अपनी भी गरारी है जुमी चुकी नोक पर रखी दुनिया सारी है अभी तो पार्टी शुरू हुई है। दुबईको हरेक दिन एउटा छुट्टै अनुभव, एउटा लौठा दुनियाँ। तेरी ओकरे एक झलक है आज को बिहान उठ के जितिया पावनक पार्टी अपने तो चलते बड़े मन लागे न गीतों से शुरुआत भेला के आज बिहान। अब काली राती आए लसनुक डोल से हिन थारले कसनुक ठोरी कह के अलकुद्रा की कथी कह रही है लेक लव लेक हमने लव लेक गरे ठौरिया के नाम आज फ्राइडे जम्मा जननी हो विदा तब अगाहे बिफाया राति यहाँ चाहिँ आउटिङ करे रहेछ टेन्ट सेन्ट टाङ के मनसो पार्टी साटी करके रहिरहेछ। एउटा लाइफमा यो पनि एउटा पहिलो अनुभव सही खुसी लाग्यो। हेलो त राखेको आज से म्यूजिक के वीडियो सबसे पहले आप तक पहुंचे तो लाल बटन को दबा के चैनल को सब्सक्राइब जरूर करें और साथ में बेल आइकन को दबाना ना भूलें।